रेडी भइसकेको छ। उहाँ चाहिँ रेडी हुँदै हुनुहुन्छ अब जानको लागि। हामी कहाँ जाँदैछु भनेर बढी केही पनि हजुरहरूलाई देखाउने छु। लास्ट भिडियो हेलो गाइस, अब चाहिँ हामी यहाँ बाटोमा रोकेको छौँ र केही क्षणमा हामी अब रफ्तार दिनेछौँ। यहाँ हुनुहुन्छ नरिवल खाइरहेको भिडियो पछि डाइरेक्ट यो आउँछ है, यसरी हेरिदिनु होला। यो चाहिँ अलिकति अलि दिनको ब्लग हो। सो गेट इट। सो गाइज, अब चाहिँ हामी खानालाई रोकेको छौँ मलेकुमा। त्यही त हो नि सबैको फेभरेट हो। अनि त्यही हो, बाटो चाहिँ खतरनाक रहेछ, बनेको छैन। बाइकमा हो भने चाहिँ एकदम के अरे बाटो चाहिँ खतरा रहेछ, बनेको छैन। बाइकमा हो भने चाहिँ एकदम होसियारपूर्वक आउनु होला। अनि म चाहिँ आफ्टर लङ टाइम अब भनौँ न बाइक यसरी काठमाडौँ लिएर आउँदैछु। धेरै पछि हो, हुन त लिएर आएर थियो पहिला त, यो त अहिले धेरै मन पर्ने भयो नि त। सो त्यही भएर चाहिँ हजुरहरूलाई कस्तो लाग्छ अब इन्जोयमेन्ट यस्तै हो। अब बाटोको भ्लग पनि बनाउन बाटै त्यस्तो छ, के बनाउने के गाइज। सो त्यही भएर चाहिँ अब के कस्तो हुन्छ हेर्दै गर्नु होला भ्लग। अनि काठमाडौँ कामले जानु लागेको छ, एउटा सानो मिटिङ पनि छ। सो किन जानु लागेको के हो भन्नुहुन्छ होला, मनमा छ भने पनि नभए पनि मैले भनिदिएको। अनि सानो एउटा मिटिङ छ, अनि त्यसपछि एउटा काम पनि छ सानो। अनि सो त्यो भ्याएर चाहिँ म आइहाल्छु भनेर चाहिँ बाइक लिएर जानु लागेको। अनि बाइकमा पनि जाँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब भनौँ न एउटा रिफ्रेसमेन्ट अलिकति फरक तरिकाले जाउँ न। अब कति गाडीमा जाने भन्ने तरिकाले चाहिँ बाइकमा आएको। सो हेर्दै गर्नु होला अनि इन्जोय गर्नु होला। अनि अहिले चाहिँ हामी खाना खान रोकेको छौँ है त। हस्, टेक केयर। ल, खाना चाहिँ आइसकेको छ है, खाना चाहिँ आइसकेको छ, अब खानुपर्ने हुन्छ। ल गाइज, खाना खान लागेको छु। खानाको इन्ग्रिडियन्टहरू चाहिँ अघि मैले देखाइसकेको छ। अब यी सागहरू अब के कस्तो हुन्छ म खानाको टेस्ट लिएर बताउँछु। अनि नेक्स्ट टाइम आउनु मिल्छ कि मिल्दैन भन्ने कुरा पनि भन्छु है। ल ओके। खानाको टेस्ट भन्नुपर्दा चाहिँ यस्तो मिठो छ, पुरै लोकल भाइक आइरहेको छ। अनि लसुन पनि बहुत टेस्ट छ। अनि ओभरअल राम्रै छ। अब त्यही नै हो, नेक्स्ट टाइम चाहिँ आउनुपर्छ। मिठो छ है, पछि भेट्छु। यहाँ चाहिँ हामीले खाना खान आएको। सो हजुरहरू पनि आउनुहोस् होला। ल आन्टी जान्छु है, धन्यवाद हजुरलाई, धेरै मिठो खुवाउनु भयो। हस्, थ्याङ्क यू। ल अहिले चाहिँ हामी पानी परेर बसिरहेको छौँ, काठमाडौँ आइसकेको छौँ। सो त्यही भएर चाहिँ अहिले मिटिङ भ्याएर कामसाम भ्याउने साथै यसो हिँडौँ भनेको पानीले हेर्नु त। आम्मामा सक्छ त अब। ल ठिक छ। पानी चाहिँ बवाल परेको अवस्था छ काठमाडौँमा। त्यही नै हो, अब कामसामहरू भ्याइसकेको छ बिहान म आउने साथै। अनि त्यही भएर हजुरहरूलाई टेको देखाउन पाएन। खानासाना खाएपछि डाइरेक्ट अब कामसाम भ्यायो अनि आयो राम्रोसँग भनौँ। बाटो चाहिँ लास्टै खराब थियो। सो अब अहिले काठमाडौँमा आएको छ, के कस्तो हुन्छ अझै कामहरू भ्याउन बाँकी छ। अनि अपडेटहरू दिँदै गर्छु, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अनि त्यही नै हो है, अरू कुराहरू चाहिँ म गर्दै गर्छु। अब अहिले चाहिँ बवाल पानी परेको छ। आमा मान्छेहरू त बवालै भिजिरहेको छ। यता देखाउ न, यता अर्को के जाँदैछु। धन्न मेरो बाइक चाहिँ पार्किङमा छ। यो सर्टको माथि के कभर छैन, सिधा बनाउन, सिधा
अहिले चाहिँ यति खाइ भइसकेको छ ल हेर्दै गर्नु होला भयो अब अर्को गन्तव्यतिर लाग्नुपर्छ चार चाहिँ मिठो छ अब चाहिँ हामी सिङ्गल ट्रीमा आएको छौँ माथि छ सिङ्गल ट्री चाहिँ यहाँबाट जानुपर्ने हुन्छ अहिले बाइक चाहिँ यहाँनिर बजाउन लाग्यो सो फाइनली आइसकेको छ सिङ्गल ट्री अनुभव लिने आउनु ल आजको भ्लग अब यहीँ सिधाउनु पर्ने हुन्छ सो अहिले चाहिँ म पार्किङमा आइसकेको छु अब जानुपर्ने हुन्छ आजको लागि थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड जोय नेपाल एन्ड देन सब्सक्राइब गर्नु होला माया दिनु होला है